कालो सिंह देखियो भने धेरै मान्छेमा के छ भने ब्रिटिसले पोर्ट्रेट बनाउनु लाग्छ र जग्गा नभएको कारणले झन्गडी जाँदैछ भन्ने भ्रम सूचना गरेको छ। मैले बुझ्दाखेरि अहिले नै ब्रिटिसलाई कुनै ठुलो पोर्ट्रेट सञ्चालन गर्नका लागि बजेट र जग्गा आवश्यक होइन र उनले यहाँको हाम्रो हाती भट्टराईले चाहिँ प्रोपागान्डा बनाएर भ्रम सिर्जना गरेको देखिन्छ। धनगढी पनि तपाईँको 25 वर्षका लागि पाउडर प्लान्टको कुरा छ। पाउडर प्लान्टको कुरा ब्रिटिसले नै चलाउनु पर्छ भन्ने होइन, केन्द्रीय सरकारको बजेट हो। के गर्थ्यो भने यो पाउडर प्लान्ट पनि ब्रिटिसकै मार्फतमा हो। पाउडर प्लान्ट बनाउनका लागि जग्गा नभएर जाँदैछ भन्ने टाइपको पारेर र आर्थिक चलखेल जस्तो यसलाई यो प्लान्टलाई धनगढी छाड्दाखेरि कम्तीमा ट्रान्सपोर्टेसन लगायत व्यवस्थापन गर्दा 60% लाख टेबल हुनुहुन्छ। त्यसको केही पर्सेन्ट एउटा एकजना कर्मचारी संस्थाको विशेष गरेर दुईजनाको मेकानिजल धनगढी जाँदैछ भन्ने कुरा अस्ति आयो। परामर्श गर्दा केही नटेले केटाकेटी पनि गरिसकेपछि दाइ हुनुहुन्थ्यो। अब दाइ के गर्ने भनिसकेपछि अब दाइले धेरै बोल्ने कुरा भएन, हामी त सडकमै छौँ, सडकबाट बोल्दैछौँ अनि राम्रोसँग भने मान्दै नमाने 2 घन्टा सुनेर ताला लगाएको स्थिति हो। त्यसपछि उहाँ चाहिँ सचिवलाई हाम्रो यो के अरे कृषि तथा पशुपन्छी मन्त्रालयको सचिवलाई कुरा गरियो, मन्त्रीलाई कुरा गरियो, मेयर साहबले कुरा गर्नुभयो, विभिन्न ठाउँबाट कुरा भयो। अनि त्यसपछि यसको डाइरेक्टरलाई फोन गरियो। गर्दा पनि अझै पनि यहाँ के भन्छ जङ्गलको बिचमा छ भन्छ। यसको एउटा फाइल बनेर गएको रहेछ। म इलाका वन कार्यालयमा बसेको थिएँ 2068 थाहा भएन। त्यो फाइल बनेर गएको यसको EIA सबै भइसकेको, तर त्यो फाइल इलाका प्रहरीमा चाहिँ के अरे कार्यालय छाड्दाखेरि त्यो फाइल आएको देखियो। अङ्कल हुनुहुन्छ नन्दलाल, उहाँले पनि त्यो यता सम्बन्ध भेटेका कारणले यो DDC भनेर त्यसमा साङ्गत पनि गरिएको छ। अहिले हामी यो कृषि हाट बजारको भाडामा यो सञ्चालन गरिरहेको छ। तर उहाँले के भन्नुहुन्थ्यो भने त्यो फाइल भेट्यो भने हामी अब टिप्पणी उठाएर क्याबिनेट निर्णय गऱ्यो भने 6 महिनामा पनि लाग्दैन भन्ने कुरा उहाँले गर्नुहुन्थ्यो। त्यसमा त्यो लाग्नु विशेष गरेर गैरजिम्मेवारी ढङ्गले चाहिँ यहाँ नआउने, सम्पर्कमा नआउने कर्मचारीहरूलाई पनि अन्यलतामा भए पनि तपाईँ हामी एउटा पार्टीको क्याडर म मेरो पार्टीको नेतृत्व भने त्यसलाई हाम्रा विरुद्धमा चाहिँ त्यसले चाहिँ खेल्यो, आफ्नो स्वार्थलाई चाहिँ लियो। अस्ति केटाकेटी तरिकाले गैर जिम्मेवार तरिकाले एउटा हामीलाई सूचनाको हक पनि दिएन। हामीले यो धनगढी साथै पनि के के भएको दिनुहोस् त भन्दाखेरि मौखिक रूपमा भन्न माने लिखित रूपमा पनि हामीले वडाको चिठीको टाइमको हामीले माग्दा पनि माथि सोध्छु भन्दा भन्दा 4 सुरु गरेर अहिले हामीले पाएका छैनौँ। हाम्रो इलाका प्रतिनिधिको प्रमुखज्यू यहाँ हुनुहुन्छ। हामीले हातीमा यहाँ प्रतिबन्ध अविश्वास गर्न लगाएको छौँ। हाम्रो व्यक्तिगत कुनै चाहना छैन, उहाँले व्यक्तिगत इगो होइन, तर पनि उहाँले गरेका क्रियाकलापप्रति स्थानीयको भावना हुन्छ। हामीले यो कुरालाई हामीले यहाँ सबैलाई जानकारी गरायौँ। आफ्नो घरको काम गरेर दिदी बहिनीहरू यहाँ यसै लाग्नु भएको छ। यसमा व्यक्तिगत स्वार्थ यसको इलाका भनेको डडेलधुराको आलिताल धलारी टिकापुरसम्म हो। धनगढी जाँदा आलितालको मान्छे धनगढी ट्रान्सपोर्टेसन गर्दाखेरि त्यसले 50-60 स्टार कस्टी हुन आउँछ, 50% मानव पर्छ। त्यसैले गर्दाखेरि विशेष गरेर स्थानीय सरकारलाई म कल गर्नका लागि हामीले बोलेर के हुँदैन। हामीले त यस्तै कार्यक्रमहरू गर्ने हो, सडकमा बोल्ने हो। तपाईँले समन्वय हिजो पनि एउटा तपाईँहरूले 3-4वटा जग्गाको बारेमा टिप्पणी उठाएर पठाउनु भएको छ, त्यो राम्रो गर्नुभएको छ। तर पनि हाम्रो अनुरोध के हो भने स्थानीय सरकार आन्दोलनकारीहरूले जो छ, हामी त आन्दोलनकारी हो नि त, तपाईँहरू हाम्रो सहकार्य हुन जरुरी छ। यो साझा मुद्दा हो। त्यसका लागि स्थानीय सरकारले पनि हामीलाई त्यो खालको त्यसरी जाँदा ठिक हुन्छ भन्ने गरिदिनुभयो भने जस्तो लाग्छ। फेरि कस्तो गर्न सक्छ भने अस्ति अब हुन्छ मेयर चाहिँ अब व्यस्त हुनुहुन्थ्यो होला, हामी भेट्न गयौँ, उहाँले अब जानकारी भन्नु भएन, उहाँ पछाडि गेटबाट निस्किनु भयो, आफैलाई कृति दिनुभयो क्या हामीलाई। हामी कसै जाने मेयर साहब भन्ने तरिका ताला लाग्यो, भन्ने बल्छी भयो, ताला लगाएर मात्र अस्ति समाधान होइन।
र के गर्ने भन्ने सुनको मोबाइल किसिमको चाहिँ उहाँले अब सुनको जानकारी मोबाइल पाउनु हो। भएन अथवा व्यस्तता हुनुहुन्थ्यो। अब हरेक कुरा नेगेटिभ दिनु भएन तर उहाँ जाँदाखेरि आफैलाई पनि म एउटा सहसंयोजक भएको हैसियतले मलाई पनि अब कृति नगर सरकारले ट्रेनिङ भन्ने पऱ्यो तर बुझ्दै जाँदाखेरि यो प्रक्रिया अगाडि बढिरहेको छ गर्नु भएको छ खुसी लागेको छ। त्यसै गरी अब जग्गा समितिको सहयोग भइरहेको छ। हिजो प्रदेश सरकार पनि मान्य बोल्नुभयो आदरणीय अन्ति बोल्नुभएको छ मान्य उहाँले लगायत अन्य मान्य बोल्नुभएको छ। यसको लागि हाम्रो सङ्घर्ष समिति अन्तर्वासीलाई यहाँलाई धन्यवाद दिन चाहन्छ। सामुदायिक वनको अध्यक्षज्यूले पनि यसको लागि निर्णय गर्नुभएको छ तर अहिलेको लागि धनगढी जानुपर्ने कुनै आफ्नै आवश्यकता छैन। न यहाँ कुनै बिबिसीको नयाँ प्रोजेक्ट बन्दैछ न केही हुँदैछ खालि एउटा प्रोपागान्डा मात्र फैलाएको भन्ने कुरा मैले राखेँ र हामी अर्को कुरा हामी अब सङ्घर्ष समितिमा को निर्णय अनुसार आज यदि भएन भने भोलि हामी कारखानामा ताला लाउने र जब अब कारखाना ताला लाउँदैन तब कर्मचारी कर्मचारीहरू सम्पर्कमा आउँदैनन् भन्ने कुरा मैले बुझेको छु। माथि बुझ्दाखेरि हाकिम साहबले हामीलाई यस्तो भन्नुहुन्छ बस्ती छ भन्नुहुन्छ भाडा बढी छ ठाउँ सानो छ भन्नुहुन्छ अरे एक भनेर भन्नुहुन्छ तर एकजना यहाँ बुझ्न पर्नुले भेटेर भिजिट गर्न आउनु भएको एकजना कर्मचारी उहाँले पनि हाकिम साहबले मलाई पनि फर्काउन पाऱ्यो भने उहाँ भएको छ। त्यसैले गर्दाखेरि यी विवरण यस्तो भएको छ यो घटनाक्रम तपाईँले जानकारी गराएँ र विशेष गरी यहाँलाई किन बोलाइयो भने यो आन्दोलनमा एकीबद्धता दायर गर्नको लागि यहाँलाई बोलायो हो। यो अलि हामीले हलमै गर्ने भनेको मान्छे उपस्थित बढी हो खुसी लागेको छ सबै चिन्तित हुनुहुन्छ सबै यो यहाँ हुनुपर्छ भन्ने अभियानमा हुनुहुन्छ जस्तो लाग्यो। त्यसैले गर्दाखेरि यो अनौपचारिक कार्यक्रममा आउँदाखेरि आफ्नो ओहदामा बस्ने सम्पूर्ण व्यक्तित्वलाई आसन गर्नका लागि अनुरोध गर्दै र यो ठुलोरोपन आफ्नो भावना छिटो मिठो र प्रतिबद्धता जाहेर गर्नको लागि ठुलोरोपन भएको सम्पूर्णमा नमस्कार। यो बिटिसीको सन्दर्भमा हामीले 2066 सालमा पनि यो सामुदायिक वन चाहना सामुदायिक वनले बिटिसीलाई जग्गा उपलब्ध गराउने भनेर पनि साधारण सभाबाटै आम भेलाबाटै सम्पूर्ण उपभोक्तालाई जानकारी गरेर 2066 सालमा पनि निर्णय भइसकेको। अस्ति 2 महिना अगाडि पनि फेरि यो डिडिसी धनगढी जाँदैछ यहाँलाई जग्गा पुगेन भन्ने हिसाबले फेरि पनि कुरा आएर अनि यसै वनभित्र उपभोक्ताहरू 25 जना उपभोक्ताले यसै वनभित्रका उपभोक्ताहरू यस डिडिसीमा कर्मचारी छन् अथवा रोजगारी पाइरहेको अवस्था यस्तो अवस्था हुनाले यहाँ चाहिँ यो डिडिसी के कति कारणले रातका रात जान लाग्यो त भन्ने कुरो जानकारीमा आइसकेपछि जग्गा कम पऱ्यो 2-3 घन्टा जग्गा लगभग डिडिसीको चाहिँ आफ्नो जग्गै कम पऱ्यो भन्ने त्यो हामीले सुन्नमा आयो। त्यसपछि हामीले भन्यौँ कि ठिक छ नेपाल सरकारले यदि दिन चाहेमा यो सामुदायिक वनले हामीलाई त्यो 5-7 कट्टा जति पनि जग्गा पाइन्छ तिनीहरूलाई हाम्रो सहमति छ। नेपाल सरकारले दिन चाहेमा हाम्रो सहमति छ भनेर हामीले एउटा अस्ति 2 महिना अगाडि आम भेलाबाट निर्णय गरेर दिइसकेको अवस्था फेरि पनि यो फेरि रातका रात जाने यो जे पनि गरेर जान्छ त्यो मलाई थाहा छैन भन्दै आफ्ना विश्वमा पनि निरन्तर पैसठी स्थापना हुँदैन कसरी हो भने यहाँ हाम्रो सहकारी यसको फाइल यो दलाल पहिले अहिले मैले सुनमा आउँदा वनमा पनि त्यो फाइल छैन उहाँ त्यो फाइल हाम्रो पनि आजदेखि लागि नन्दराजको त्यो फाइल र यो डिडिसी यहाँ हुनुपर्छ यहाँ बनाउनुपर्छ होइन अहिले उहाँ चाहना सरकारले त्यतिखेर पनि निर्णय गरेर हामी डिडिसीलाई दिनु तयार छौँ उपलब्ध छौँ। भत्तरिया पश्चिमको 20 बनाएको भत्तरिया बनाएको ठाउँमा हामी कल कारखाना जोड्नु मिललाई हामी दिनुपर्छ दिन्छौँ भनेर उहाँले प्रतिबद्धता जाहेर प्लस यदि पुगेन भने
यो डिडिसीलाई अहिले यो चाहना समुदायको हामी गोदावरी नगरपालिका वार्ड नम्बर 3को पुलदेखि करिब 50 मिटर पश्चिमपट्टि हामी हाइवेमा दिनु पर्छ। तर यो जानु भएन, रातारात जानु भएन, जानु भएन। यो एउटा के निराजन भन्यो कि के भन्यो हामीले एउटा कर्मचारीले एउटा व्यक्तिगत स्वार्थ यत्रो जनता दाजुभाइहरू फाँकिली बोकेर लैजानु यो एकदम यो अप्ठ्यारो हो, नराम्रो हो। यसलाई चाहिँ त्यो नराम्रो भन्छ। हामी कसरी लाग्नुपर्छ? स्थानीय निकाय यहाँको साथ 24 घन्टामा लागेको छ। स्थानीय निकाय यहाँ हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ, एडिटर हुनुहुन्छ, चार्जमन हुनुहुन्छ। यो डिडिसीलाई जान दिनु हुँदैन। यो गोदावरी नगरपालिकाभित्र हामी जहाँ पनि जग्गा दिन तयार छौँ भन्ने म आफ्नो सम्पूर्णमा नमस्कार। मेरो नाम हेमप्रकाश मल्ल, म गोदावरी नगरपालिका वार्ड नम्बर 4 को वडा अध्यक्ष। जुन यो सबै यहाँ जम्मा हुनुभएको छ, सबको उद्देश्य भनेको एउटै उद्देश्य हो। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको यो गोदावरी नगरपालिका यो सुदूरपश्चिमको प्रवेशद्वारपट्टि हो, पतरिया चोकमा। अब यसरी संस्थाहरू बाहिरिन थाल्यो भने गाउँको दुःखको पीडाको कुराकानी हो। अब यहाँ विगत लगभग 64 सालदेखि स्थापना भएको यो दुग्ध विकास संस्थान अहिले 81 हाम्रो पतरियाबाट बाहिरिने कुरा जो हामीले सुन्यौँ त्यो एकदम दुःखदायी छ। किन चाहिँ भनेर त्यो जानु परेको थियो, किन लैजानु परेको थियो, हामीले त्यो घर त होइन सक्थ्यो। यहाँ भएको साथी किन गर्नु परेको थियो? अब उहाँमाथि ठुलो शङ्का गर्ने ठाउँ रह्यो। किनभने यही स्थापना विगत 66, 64 साल चाहिँ 65 सालदेखि यही भएको दुग्ध विकास संस्थान 81 जनवरी किन लैजानु पऱ्यो, किन चाहियो, यति चलखेल गर्नु पऱ्यो। चलखेल गर्नुको पछाडि के छ, उहाँमाथि थुप्रै हामीले शङ्का गर्ने ठाउँ रहेको छ। र यसका लागि यो भट्टराई सरलाई सोध्न तिनलाई दायरामा ल्याउनु एउटा अर्को कुरा, यो सर्न नदिनका लागि हामी सम्पूर्ण गोदावरी नगरवासी, स्थानीय सरकार, वडादेखि नगरसम्म हामी सबै एकजुट हुनुपर्छ, लाग्नुपर्छ। र जग्गा उपलब्धको कुराहरू छ, जग्गा हामीसँग प्रशस्त जग्गा छ। हाम्रो 3 नम्बर वडा जुनले पनि भन्नुभयो, 4 नम्बरमा पनि सुन्ने साथ हामीले सल्लाह गरेर त एउटा त्यहाँ ठुलो 4-5 बिघाको फेरि मैदान छ, एकदम खुल्ला छ। एक छेउतिर फेरि हाम्रो आधारभूत स्वास्थ्य केन्द्र छ, बाँकी सबै जग्गा खाली छ। त्यहाँ एउटा त्यो अर्को बिगोला हामीले यो बसन्तपुर महिला समुदायको त्यहाँ पनि एउटा ठुलो चौर छ, त्यसको पनि कुरा गरिरहेको छ। त्यो पनि दिन्छौँ भनेर उहाँहरूले निर्णय गरिसक्नु भएको छ। भने अर्को यो हाम्रो खैरना पुलिसदेखि वार्ड नम्बर 4 देखि खैरनाको त्यो पर्छ, त्यहाँ पनि हामी दिन तयार छौँ भनेर हामीले लेखेरै पठाइसकेको अवस्था छ। नगरपालिकाबाट मेरो खबर पनि गर्नु भएको छ। त्यस्तै 3 नम्बरको कुरा छ, अन्य ठाउँ पनि हामीसँग जग्गा नभएको है, गोदावरीमा थुप्रै जग्गाहरू छ। र जुनसुकै ठाउँमा त्यो टोली आएर जहाँ उपयुक्त लाग्छ मजासँग बनाउँदा हुन्छ। जग्गा यहाँ छैन भन्ने भावना बनाएर यो जुन गलत नियतका साथीहरू यहाँबाट सार्ने चाहिँ कुराकानी भएको छ, यो गर्ने मान्छेलाई हामीले छोड्ने कुरा हुँदैन। र यो दुग्ध विकास संस्थान यही पतरिया राख्नुको लागि हामी सबै एकजुट भएर लाग्नुपर्छ। र त्यसका लागि हामी सबै त्यसको पक्षमा छौँ। र जुनसुकै अवस्थामा जे पनि गर्न हामी तयार छौँ भन्ने कुरा प्रतिबद्धता जनाउँदै बिदा हुन्छ। हाम्रो सबैको उद्देश्य डिडिसीलाई यस विषयमा हामीले सबैभन्दा अगाडि मेयर साहबको नेतृत्वमा पहिला मेयर साहबको यही 2081 साल 18 गते एउटा हामीले मन्दिर जग्गा प्राप्त त्यो भवनभित्र चाहिँ धनगढी नगरपालिकासँग भाडा एग्रिमेन्ट, भाडा सम्झौता गरेर चाहिँ धनगढी दुग्ध वितरण आयोजनालाई धनगढी सार्न खोजिँदैछ। त्यसैले एकातिर भनौँ के गरिरहेछ भने पतरियामा जग्गा पाइएन भन्न खोजियो, पतरियामा जग्गा पाइएन भनेर हल्ला फैलाइएको छ भने अर्कोतिर धनगढीमा पनि स्थानीय सरकारको स्वामित्वमा रहेको एउटा भवनमा चाहिँ त्यहाँ सार्न खोजिएको छ। त्यसैले त्यति गर्नका लागि के हाम्रो यहाँ स्थानीय सरकार सक्षम छैन त होइन? त्यसैले यहाँको स्थानीय सरकार पनि जिम्मेवार बन्न पऱ्यो। हामी औपचारिक प्रश्नको रूपमा 4 ठाउँमा देखाउने होइन कि एउटा निश्चित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने सन्दर्भमा यहाँको स्थानीय सरकारले पनि तत्परता
गएर त्यहाँ एउटा भाडा एग्रिमेन्टमा मलाई चाहिँ एउटा भवन र जग्गा आएको छ। त्यसै प्रकारले यहाँ पनि देखाउन आवश्यक छ। अर्को यो धनगढी सार्नका लागि यहाँ थुप्रै षड्यन्त्र भइरहेको देखिन्छ। यहाँ एउटा भ्रष्टाचारको बम्न पनि आइरहेको छ। हामीले सुन्यौँ यो सार्नका लागि जसरी केही पैसा खर्च हुन्छ त्यो खर्चमा पनि केही मान्छेहरूले कर्मचारीको बिलमा गर्नु देखिन्छ भन्ने कुरा आइरहेको छ। त्यसैले एउटा यहाँका केही स्थानीयलाई 45जना स्थानीयलाई चाहिँ रोजगारीका अवसरहरू सृजना गरेको, यहाँका स्थानीय किसानहरूलाई चाहिँ आफ्नो किसानजन्य उत्पादनहरू, दुग्धजन्य उत्पादनहरू चाहिँ बेचेर आय आर्जनमा सहयोग पुर्याउने स्थानीय सरकारको, प्रदेश सरकारको, सङ्घीय सरकारको सबैको काम जस्तो लाग्छ। किनभने स्थानीय किसानहरूको आय स्तर वृद्धि गर्ने कुरा, यहाँका मान्छेहरूको रोजगारी सृजना गर्ने कुरा यसमा गम्भीर हुन आवश्यक छ। त्यसैले तिनटै तहका सरकारले यो दुग्ध विकास आयोजना जो छ, दुग्ध वितरण आयोजना जो छ, यो चलिराखेको पनि छ होइन। यहाँ यसलाई अहिले अलग्गै परियोजना बनाउनका लागि जग्गा आवश्यक पनि होइन। तर जुन ढङ्गले चाहिँ विभिन्न बाहनामा सार्न खोजिँदैछ त्यसमा हामी सबै सचेत पनि बनाउँ। मेरो अनुरोध के छ भने यो खालको लिङ्गरित गर्ने र यसलाई जुनसुकै हालतमा ढङ्गले सार्ने यदि षड्यन्त्र गरिँदैछ भने यो षड्यन्त्रका विरुद्ध हामी चाहिँ निरन्तर सङ्घर्ष पनि गर्छौँ। अझ कडा सङ्घर्ष गर्नु पऱ्यो भने पनि यो दुग्ध वितरण आयोजनाको अहिले कारखानामा हामी चाहिँ तालाबन्दी गरिरहेको आज यो पैसा मात्रै छ, त्यहाँ पनि तालाबन्दी गर्न बाध्य नपारियोस्। त्यति मात्रै होइन, यो साह्रै षड्यन्त्र गर्ने अब यहाँका आयोजना बन्नु लगाएर चाहिँ कालो मसो लगेर फोनमा नगरोस्, त्यो चेतावनी पनि दिन चाहन्छु। यहाँका संस्थाहरू हाम्रो आय स्तर वृद्धि गर्ने आयोजना, हामीलाई रोजगारीका अवसर सृजना गर्ने आयोजना रोक्नका लागि जसरी निरन्तर रूपमा लागिराख्नु भएको छ, त्यो लागेको यहाँका स्थानीय जनता, हामी आन्दोलनकारीहरू स्थानीय जनताहरू लाग्ने कुरा मात्रै होइन, त्यो लाग्ने सन्दर्भमा स्थानीय सरकारले पनि एउटा के निर्णय गरिदियोस् भने यो आयोजनालाई चाहिँ जग्गा उपलब्ध गराउन सक्छौँ भनेर डिडिसँग एउटा एग्रिमेन्ट गरिदिनुहोस्। हाम्रो चाहना यो पनि छ होइन। जसरी धनगढीले चाहिँ कनौरीमा चाहिँ जग्गा उपलब्ध गराउने एउटा भाडामा जग्गा उपलब्ध गराउने एग्रिमेन्ट गरिरहेको छ, त्यसै गरी बुलारी नगरपालिका हामी स्थानीय सरकारले पनि गरोस्, यो कुरा पनि राख्न चाहे र हाम्रो आन्दोलनलाई अझ कडा बनाउन बाध्य नपारियोस्। यो चेतावनी चाहिँ म आफ्नो कुरा अन्त्य हवस्, सबैलाई नमस्कार। मन पर्दैन तिमीले तपाईँले राम्रो गरेको सरकारको विषयको क्याबिनेट सरकार यहाँ धेरै कुरा छैन। म संसदमा 8 बजीदेखि हाम्रो चाहिँ साथीहरू त्यहाँ बसेका छन्। बसन्त रोजगारी त्यहाँ जानुपर्ने छ, नानीजुन त्यहाँ जानुपर्ने छ, मैले पनि जानुपर्ने, सबै पनि जानुपर्ने भयो। हामी अलिक फटाफट आफू बोलेर तपाईँहरूलाई राष्ट्रिय सभा राखेर जानु खोजेको बस्छ थियो। 8 बजीबाट 7 बजीसम्म हामी जानुपर्ने भयो भने हामी आफ्नो तपाईँले प्रदान गर्नका निम्ति एक दुई दिन यहाँबाट जानु हुँदैन जान दिनु अहिले सामुदायिक हामीलाई पुरै काम भइरहेको छ। त्यसमा यति लामो किसिमको प्रोसेसहरू छ भनेर गलत किसिमको ब्रेकिङ यहाँको कार्यालयको जहिले गर्छ। माघमा हामी यहाँ बस्छौँ, माघ महिना 7मा बसेर हामी सबै गर्दै गर्दा यति बेला यो संस्थानको अध्यक्ष बजारको निर्वाचनको उहाँ पनि हुनुहुन्थ्यो। हामीले माघ महिना यहाँ बसेर त्यसलाई साझेत गर्नुभयो। जग्गा व्यवस्थापनको कुरा हो, जग्गा प्रकारको संस्था हामी उपलब्ध गरिसकेपछि त्यसलाई एउटा के रहेको देखिन्छ गलत ब्रेकिङ माथि गरेर आफ्नो सिनियरहरूले गलत काम गरेर यहाँ हुनसक्ने काम छैन। अगाडि बढेको पनि हामीले देख्यौँ। त्यसपछि अस्ति पाण्डे भाइ लगायत हामी साथीहरू मैले आज कार्यालयमा बोलाएँ, मैले कार्यालयमा बोलाएर मलाई फेरि सम्झाएँ नगर्नुहोस् भन्ने कुरा पनि गरेँ। युद्धेट नगर्नुहोस्, तपाईँको खेर जान्छ, हामीलाई यहाँ रोक्न लागिरहेको भन्दै गर्दा मैले अब हाम्रो त एग्रिमेन्ट भइसकिरहेको छ, सेवा पनि जस्तो बाध्यता छ। मतलब कर्मचारी बल्ल निकाल्यो भने भनि त्यही गर्नु पर्यो भन्ने खालको आग्रह मलाई ठिकै छ। ल तपाईँलाई बल्ल निकाल्ने निर्देशन हो, तपाईँले आफ्नो कार्यालय प्रमुखहरू भनेको मान्नुभयो, जानुहोस् तपाईँले उहाँले पठाएको। त्यसपछि सम्बन्धित मन्त्री रामनाथ अधिकारी कृषि मन्त्री हाम्रो धादिङ जिल्लाबाट भएको छ, मलाई फोन गरेँ। मलाई कार्यालय परिसरबाट मेरो कार्यालयबाट मैले फोन गरिसकेपछि त्योभन्दा पहिले उहाँलाई एउटा पत्रचार हामी गरिसकेको थियौँ।
हामीले यसको चाहिँ डिडिसीको संस्थानलाई पनि गरिसकेका छौँ र त्यो मन्त्रालयलाई पनि गरिसकेका छौँ। त्यो गर्दै गर्दा त्यसले भएन यो सब तपाईँ यसो गरिदिनुहोस् भनेर मन्त्रीले मलाई भन्नुभयो। मैले के भन्नुभयो भने यो कार्यालयलाई पत्र लेख्नुहोस्, अत्तरियाको डिसी कार्यालयलाई हामी कहाँ जग्गा उपलब्ध गराउँछौँ भनेर सरकारी जग्गा लेखाइदिनुहोस् र चाहिँ त्यसपछि त्यसलाई मेरो पनि त्यहाँ चाहना छैन भन्ने मैले मन्त्रीलाई के पनि भनेँ भने धनगढी आफैमा एउटा डेभलपमेन्ट सिटी हो। आजभन्दा 60 वर्ष अगाडि चाहिँ मान्छे मन्त्रीज्यूलाई त्यो अनुरोध गर्दै गर्दा उहाँले पनि के भन्नुभयो भने मेरो पनि इन्ट्रेस्ट छैन मेरो सब ठिक भन्नुभयो। त्यही कुरा मलाई एमपी साहबले पनि भन्नुभयो पूर्व प्रधान